हेलो गाइस वेलकम टु माई मनी भ्लग। अनि आज चाहिँ लक्ष्मी पूजा हो। सो म चाहिँ अलि छिटै उठेँ नर्मली उठ्नुभन्दा। अनि अब चाहिँ म उठेर फ्रेस हुन्छु, पानी खान्छु, त्यसपछि नुहाउन जान्छु किनकि आज धेरै रोटीहरू पनि पकाउनु पर्छ नि त लक्ष्मी पूजा भएर। अब चाहिँ म नुहाउन जान्छु। नुहाएर आइसकेँ। अब चाहिँ म चिया खान्छु अब। अनि मम्मीले चाहिँ काम दिनुभएको थियो मलाई, के अरे दियोमा यस्तो ज्योतिहरू हाल्ने भनेर। क्वाइट इन्ट्रेस्टिङ गेम। मैले चाहिँ बनाइसकेँ। अनि यो दियोहरू चाहिँ नाङ्लोमा राख्नुपर्ने थियो। कस्तो क्युट देखेर नाङ्लोमा राख्दाखेरि यो दियोहरू सबै। अब चाहिँ म चाहिँ कपाल फुकाल्छु किनकि धेरै नै टाइम भइसक्यो यसरी राखेको। दोस्रोचोटिको चिया दिउँसो। यहाँ चाहिँ मम्मीले चिन रोटीको लागि पिठो रेडी पार्दै हुनुहुन्छ। अब चाहिँ हामी पकाउँछौँ। मम्मीले चाहिँ फ्राई गर्दै। ओ माई गॉड दे लुक सो टेम्पटिङ। तर आज व्रत भएको कारण खाना मिल्दैन। म पनि हेल्प गर्दैछु थोरै। यो चाहिँ चिनी स्प्रिङ्कल गर्ने चाहिँ मेरो फेभरेट काम हो भाइ। अनि म चाहिँ रङ्गोलीको लागि रङहरू हेरिरहेको छु कुन कुन छ भनेर। यो सबै कलर्स चाहिँ रहेछ अब रङ्गोली बनाउनको लागि। मम्मी चाहिँ यहाँ भेली रोटीको लागि फेरि रेडी गर्दै हुनुहुन्छ डो। यो सब भेली रोटीहरू चाहिँ पाकिसके। यो चाहिँ पकाउन बाँकी नै छ अझै पनि। अब मम्मी माथि भेली रोटी पकाउन्जेलसम्म म तल आएँ रङ्गोली बनाउन। एकछिनको लागि मम्मी आउनुभयो यो लिप दिनको लागि। अनि म चाहिँ यहाँ रङ्गोली बनाउँदैछु। रमाइलो भइरहेको थियो रङ्गोली बनाउनलाई। यस्तो मजा। मैले फर्स्ट टाइम रङ्गोली बनाएको होला यो घरमा। सो आई वाज सुपर एक्साइटेड। अनि यो चाहिँ मेरो रङ्गोलीको फाइनल डिजाइन। अनि मैले चाहिँ हातले पाइलाहरू पनि बनाएको थिएँ। यो चाहिँ मेरो दोस्रो रङ्गोली सानो गेटमा बनाएको। अनि यो चाहिँ बाहिरसम्म चाहिँ मैले पाइलाहरू नै गरेको थिएँ। अनि भित्र चाहिँ पाइला